नमस्ते हजुरहरू सबैजनालाई। यो भिडियो चाहिँ विजय दशमीको थियो र दसैँको धेरै भिड र काम हुनको लागि मैले चाहिँ भिडियो अपलोड गर्न पाएको थिइनँ र आज चाहिँ म हजुरहरूको छेउमा सेयर गर्दैछु गाइस। र एउटा मेमोरी पनि बनिएर आफ्नो एकाउन्टमा रहन्छ, सो त्यही लागि म चाहिँ भिडियोहरू बनाउँछु गाइस। सबैभन्दा पहिला चाहिँ हजुरहरूलाई थाहा नै छ राजाको टिका उठाउनु पर्छ घरमा भनेर। देन उसको बादमा हामीले सबैभन्दा पहिला चाहिँ लड्डु गोपाललाई, हाम्रो कानाजीलाई यहाँनिर टिका लगाएको छौँ। देन उसको बादमा मम्मीले मलाई पनि टिका लगाइदिनु भयो। टिका लगाएर मम्मीले मलाई दिनुभयो आशीर्वाद अनि मम्मीले मलाई दिनुभयो दक्षिणा। वर्ष दिनमा आएको चाडबाड हामी गोर्खालीलाई चाहिँ एकदमै राम्रो रमाइलो फिल हुन्छ र माता रानीले पनि धेरै सारा आशीर्वाद दिनुहुन्छ। सधैँभरि सत्यमा चल्नुपर्छ भन्ने माता रानीले पनि त्यस्तो सिकाउनुहुन्छ र सधैँ त्यस्तै हामीले अघि बढ्नुपर्छ गाइस। सबै घरमा टिका लाउन जान मन लाग्छ, सबैसँग भेटभाट पनि हुन्छ, बट दक्षिणा चाहिँ गाइस म्याटर गर्दैन, किनकि सबैभन्दा ठुलो चाहिँ आशीर्वाद हो। सबैको घरमा सबै टाइममा एउटै भइरहेको हुँदैन, कहिले कसको घरमा कति प्रब्लम चलिरहेको हुन्छ, कतिवटा सिचुएसन आइरहेको हुन्छ। तर पनि यो हाम्रो वर्ष दिनमा आएको रमाइलो चाडबाड भनेर सबैले रमाइलो धेरै आशीर्वाद दिनुहुन्छ र धेरै खुसी लाग्छ। यहाँ पनि मेरो काकीले चाहिँ मेरो मम्मीलाई टिका लगाइदिँदै हुनुहुन्छ। काकी आमै हो, म चाहिँ काकी भन्छु र मम्मीलाई पनि धेरै आशीर्वाद दिइराख्नु भएको छ। यहाँ चाहिँ मेरो काकीले लड्डु गोपालको लागि ज्वेलर्सहरू ल्याउनु भएको रहेछ, सो त्यही देखाउँदै हुनुहुन्थ्यो मलाई चाहिँ। मेरो चाहिँ आफ्नो मान्छेहरू कहीँ गयो भने मेरो लागि भन्दा पनि मेरो लड्डु गोपाललाई चाहिँ केही न केही चिज लिएरै आउनुहुन्छ र धेरै खुसी लाग्छ मलाई। देन उसको बादमा चाहिँ काकी आमैले मलाई यहाँ टिका लगाइदिनु भएको छ। देन उसको बादमा म मामा घर गएर मेरो हजुरआमाको हातको पनि टिका लगाएको छु, आन्टी अङ्कलको हातको पनि लगाएको छु। र यो दसैँको टाइममा चाहिँ सबैजना टाढा टाढा बस्ने आफन्तहरूसँग पनि एउटा भेटभाट गर्ने एउटा एकदमै राम्रो चाडबाड हो र हामीलाई चाहिँ एकदमै रमाइलो फिल हुन्छ। यो रमाइलो चाडबाडमा चाहिँ आज मैले हजुरबाको हातको टिका लगाउन पाइनँ, किनकि हर पल हजुरबाले राजाको टिका उठाएर मेरो खाली निधार भर दिएर मलाई धेरै आशीर्वाद दिनुहुन्थ्यो र आज हजुरबा हामीहरूको बिचमा हुनुहुन्न र हजुरबालाई पनि मैले धेरै याद गरेँ। सो त्यस्तै हो गाइस, होइन, जिन्दगीमा आइसकेपछि त यो संसारबाट जानै पर्दो रहेछ र त्यसरी नै मन बुझाउनु पर्छ र यसरी नै यहाँनिर हामी चाहिँ अब रमाइलो गरिरहेका छौँ। सबैजनासँग आशीर्वाद लिएकी छु, तर पनि मैले हजुरबाको आशीर्वाद पाइनँ भनेर चाहिँ मैले धेरै मिस गरेँ। आजलाई यति नै। हजुरहरूले धेरै माया दिनुभएको छ र मसँगबाट केही गल्ती भएको छ भने मलाई सिकाएर अघि बढाउनु होला, कमेन्ट गरेर मलाई भनिदिनु होला र यस्तै माया मलाई दिँदै गर्नुहुन्छ भन्ने आशा गर्छु।